हेलो साथीहरु नमस्ते आशा गर्छु तपाईसँग पक्कै आराम छ। म पनि एकदमै ठीक छु। यानी कि यो भिडियो तपाईसम्म आउँदा सायद लेट पनि हुन सक्छ किनकि आज भोलि मैले कामको व्यस्तताले गर्दा पनि भिडियोहरु त्यति अपलोड गर्दिन भन्दा पनि मलाई भिडियो बनाउन पनि मलाई त्यति खासै जागर लाग्दैन खै किन हो हैन। काम पनि अलिकति बढी नै छ हाम्रो। अब के गर्ने हैन, काम गर्न आइसकेपछि काम त गर्न पर्यो। कामलाई बढी भन्नु मिल्दैन किनकि जुन कामले गर्दाखेरि हाम्रो घरमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध हुन्छ भने त्यो कामलाई लामो भन्न पनि मिल्दैन, गाह्रो भन्न पनि मिल्दैन, सानो भन्न पनि मिल्दैन हैन। काम त कामै हो। धेरै दिनको प्रतीक्षापछि मलाई यो कुराको एकदमै डर थियो क्या। 2024 डिसेम्बर 6 तारिकको म रोमानिया आएको थिएँ। 2025 मार्च 15 तारिकको म फुगुदेखि काम छोडेर म आएको थिएँ बकाउ आइसकेपछि लगभग मेरो मार्चको 15 तारिकको म बकाउ आएँ। बकाउ आइसकेपछि 23 तारिकबाट मैले ड्युटी जोइन गरेँ। त्यही काफी धेरै दिनसम्म मेरो वर्क पर्मिट नआइसकेपछि 2025 अगस्त 13 तारिक आज हो। भोलि 14 तारिक इमिग्रेसनको लागि जाँदैछु। अब इमिग्रेसन भन्ने के भन्दाखेरि तपाईको फिङ्गरिङ गर्ने टिआरसी कार्डको लागि अप्लाई हुन्छ। अप्लाई गरेको 1 महिनाभित्रमा टिआरसी कार्ड आउँछ। पहिलाको ठाउँमा चाहिँ 1 महिनाभित्र आएको थियो। यहाँ गरेको साथीहरूको पनि 1 महिनामा आएको थियो। सायद मेरो पनि आउला। अब किनकि अब म ढुक्क छु, मेरो टिआरसी कार्ड पनि बन्छ। मलाई त्यो कुराको डर छैन जुन कुराको पहिला डर थियो। यानी इलिगल भइन्छ कि कोही मेरो टिआरसी कार्ड नबन्ने हो कि वर्क पर्मिट ननिक्लिने हो कि धेरै कुराको डर थियो। विश्वास आफूमा र भरोसा भगवानमा हुन्छ नि सबै कुरा सही हुन्छ। तर मलाई आश थियो एक न एक दिन मेरो टिआरसी कार्ड पनि बन्छ, वर्क पर्मिट पनि आउँछ, सबै कुरा मेरो ठिकठाक हुन्छ अनि चाहिँ मेरो काम कन्टिन्यू चल्छ सोचिरहेको थिएँ मैले जब म बकाउ आएँ हैन। नभन्दै सबै कुरा भइसक्यो। फेरि यो मेरो सामान हैन किनकि यो मेरो बोतलहरू हो। यो लगेर मैले कहाँ भन्दा लिडलमा बेचिदिन्छु कि अनि लिडलबाट चाहिँ फेरि सामान लिएर आउँदा पनि हुन्छ, पैसा लिएर आउँदा पनि हुन्छ, जे गर्दा पनि हुन्छ। रोमानिया आएको पनि हेर्दै 8 महिना पुरा कम्प्लिट भइसक्यो। थाहै भएन समय कतिखेर गयो। हालाकि मलाई सामानहरू केही लिन त छैन, बोतलहरू बेच्नु छ मलाई। तर मार्केटमा गइसकेपछि नि देखेपछि केही न केही सामान किन्न मन लागिहाल्छ। खासमा मेरो यो बिजनेस प्लान होइन, म चाहिँ बोतल बेच्न भनेर गएको थिएँ किनकि आवश्यक पर्ने सामान हो, काम लागिहाल्छ हैन। सिड्स खायो भने सायद होइन 100% फाइदा हुन्छ। काजु किसमिस पनि राम्रै हो। किसमिस त गर्मीमा चाहिँ गर्मी हुन्छ भन्छन्, तर चाहिँ मैले खान्छु जाने मासु अनि साग अनि भात गाउँको लोकल स्टाइलमा आज खाने हो। घरको खानाको धेरै याद आउँछ यार। यो होटलको चाउमिन, होटलको राइस हैन, होटलको सुप बाबा हो। अरू केही होस् नहोस् तर रोमानिया आएर मेरो शरीर चाहिँ एकदम स्लिम भयो के। अच्छा मलाई चाहिएको यस्तै शरीर हो किनकि यार 50 वर्ष हुनसम्म पनि म यस्तै रहेँ भने म यस्तै काम गर्न सक्छु 50 वर्षसम्म पनि। तर शरीर सधैँ यस्तै फिट रहनुपर्छ। यो हो सुपेको मार्केट। प्लास्टिक ल्याउन झ्याउ लाग्यो अनि यति अद्ध चाहिएको छ, त्यही भएर मैले प्लास्टिक ल्याइन के यसरी कुपन निकाल्यो अनि यसरी चिप्काइदिएँ यसमा। 1 रुपियाँ 13 ल्याएको। मलाई खुर्सानी चाहियो 3 रुपियाँ। अस्ति नै यता कताबाट साबुन त लिएर गएको मैले, फेरि उतिखेर कहाँबाट लगेको सामान होइन हप्ता दिनमै बिर्सिदिन्छु। मैले आफ्नो सामान यहाँ राखेर गएको थिएँ किनकि यहाँ चोरी हुनेको डर हुँदैन। प्लास्टिक किन्यो भने पैसा लाग्छ यार, त्यही भएर मैले गोदाममा आफ्नै प्लास्टिक हालेर राखेको छु। टनक्कै भयो त सामान, भारी भयो। त्यति धेरैको सामान त किन्दिनँ भनेर निस्किथेँ तर ख्यालमै मैले 30 त्यहाँ 51 52 ल्याएँ। यहाँ भनेपछि कति 82
82ले मेरो आजको छुट्टी खर्च भयो भनेपछि नेपाली समथिङ कति भयो 1400 1500 छुट्टीमा एउटा छुट्टीमा 1500 रुपियाँ खर्च हुन्छ बाबा हो। तर छुट्टीमा खर्च हुन्छ भन्नाले किनकि अब चामल मैले ल्याएको यो होइन, यो चामल मैले एकैचोटि त खाँदिनँ, मेरो सायद 2-3टा छुट्टी यसले निक्लिन्छ। अनि प्याज पनि ल्याएको एकैचोटि सबै प्रयोग गर्दैन, यसले पनि 2टा छुट्टी पक्कै निक्लिन्छ। त्यसरी हो नि त। ल साथीहरू, तपाईँलाई आजको ब्लग के कस्तो लाग्यो मन पऱ्यो भने लाइक गरिदिनु, कमेन्ट गरिदिनु होइन। अर्को ब्लग आउँदै गर्छ तपाईँसम्मको लागि। ओके बाई, टेक केयर गाइस।